नमस्कार। कार्यक्रम कुरा सुन्नु पाकाको अर्को विशेष श्रृङ्खलामा यहाँलाई हार्दिक स्वागत छ। सामाजिक सञ्जालमा यत्र तत्र सर्वत्र रूपमा बहुचर्चित र बहुप्रचारित एकजना पात्र जो पछिल्लो साता यता चाहिँ असाध्यै धेरै लोकप्रिय हुनुहुन्छ, वासुदेव अधिकारी। उहाँलाई वासुदेव अधिकारी भन्ने नामले कति चिन्छन् कति चिन्दैनन्। आज देखिएको यो टोपीको लवजमा अथवा त्यो पहिरनमा पनि कतिले देखेनन्, तर नुवाकोटे भनेर असाध्यै लोकप्रिय हुनुहुन्छ। उहाँसँगै हामी आज सुखद साक्षात्कार गर्दैछौँ। स्वागत छ यहाँलाई। स्वागत। नमस्कार। सबैले आफूलाई नुवाकोटे भन्नुहुन्छ, के हो नुवाकोटे भने? एक नम्बर कुरो, नुवाकोटे भन्ने मेरो आइडेन्टिटी हो। जुन ठाउँमा म जन्मिएँ, हुर्केँ, त्यहाँको माहौलबाट उभो 17-18 वर्ष त्यहाँ बिताएँ, करिब 17-18 वर्ष बिताएँ। त्यसपछि म कामको खोजीमा सहरतिर पसेँ। जब सहर आइसकेपछि हरेक क्षेत्रमा नुवाकोटेको राम्रा काम नराम्रा काम हेर्दै गइयो। त्यही क्रममा जागिर खाने क्रममा साथी अफिसर भइयो। साथीमा परिचय हुँदा हजुरको घर कहाँ भन्दा नुवाकोट भन्ने बित्तिकै साथीहरू भुरुक्क उठेर अर्कोसँग कुरा गर्थे। त्यसपछि के रहेछ त नुवाकोटे भनेर सोध्दै जाँदाखेरि इज्जत कम बेइज्जत बढी भएको पात्र रहेछु। अनि मैले इज्जत त सबैले कमाउँछन् हो, त्यो बेइज्जती पाटोलाई म नुवाकोटे नै भनेर जानुपर्छ भन्ने मैले सोचेर म जहाँ जाँदा नि पहिला म नुवाकोटे हुने है हजुर, गफ गर्नु त सुरु गरौँ भन्छु। र जुन यो अहिले पुरानो भाइरल भएको केसको वस्तुस्थितिमा चाहिँ त्यो जहाँनिर हामी कुरा गर्दै थियौँ त्यो नजिकै एउटा चाहिँ सार्वजनिक वनमा चाहिँ आरु अहिलेका काम नलाग्ने जस्ता बिरुवाहरू, आरु सारू जस्ता बिरुवा रोप्ने प्लान रहेछ। त्यहाँ चाहिँ मलाई चित्त बुझेन र मैले त्यहाँ वरिपरि भएका सैनिक साथीहरू, भूपू सैनिक साथीहरूलाई, ए बाबु यो तिमीहरूका घर आँप खान्छौ, त्यो आँपका कोया ल्याएर गाडिदियो न, आँप फल्छ, अर्काले खान्छ। यो आरु रोपेर के गर्नु, बच्चाले भात दिन्छन्, बोट केही हुँदैन। सडक प्रत्येक वर्ष रोपिया हुन्छ, त्यो रोपिएको बोट हुर्किँदैन। किन हुर्किँदैन त भन्दा जनताले चाहना गर्ने बोट भएन, त्यहाँ त्यो आँपका कोया रोप्ने काम गर भन्दैको अवधिमा त्यहाँ साथीभाइले पुराना कुरा निकाले। तिनीहरूसँग गफ गर्दै हजुरहरूसँग भेटघाट हुने मौका मिल्यो। तपाईँले त अब नछोएको, नजानेको, नपर्गेलेको, नठम्याएको विषय छैन जस्तो हुन्छ। जुन विषय छोए पनि उत्तिकै अब त्यसो चाहिँ नभनु हजुर। एक नम्बर कुरो, म सेनामा जागिर खान जाँदा हामीलाई दिएको ट्रेनिङमा हामी सबै काम अलिअलि गर्न सक्ने गरी ट्रेनिङ गराएको। मेजरबाट अवकाश हुनुभएको हजुर। अब मलाई धाराको बनाउनको लागि कुनै ठाउँमा धारा जोड्न पर्यो भने मलाई मिस्त्री चाहिँदैन, साधन भए पुग्छ। बत्ती बनाउनु पर्यो, मलाई साधन भए पुग्छ। त्यस्तै गरी हजुरको बोलीचाली गर्नु पर्यो भने हजुर भन्ने बोली र गिलो भातले बिसन्चो गर्दैन भने जस्तै हजुरको हजुर भन्न सिकाएको छ। त्यो सबै कुराहरूले गर्दाखेरि हामी सैनिकमा भएका मान्छेहरू वृक्षारोपणदेखि लिएर हजुरको टोलका सेवादेखि लिएर हामी सबै काममा चाहिँ म मात्रै होइन सबै सैनिकहरू दक्ष हुन्छ। अनि हामीले राजनीति गर्दैनौँ, राजनीति पढाएको पनि हुन्छ। हामी मान्छे चिन्छौँ तर हामी मान्छे चिनेर पनि राजनीति गर्दैनौँ। र हामीलाई के देखाइयो त भन्दाखेरि अरू झन्डा एकातिर, राष्ट्रिय झन्डा नछोड है भनेर देखाइयो। र अझ कति पनि भन्थ्यो भने दरबार सकभर जान कोसिस नगर, झन्डा मुनि चाहिँ बस भन्ने हामीलाई चाहिँ मान बाणी हुन्थ्यो। झन्डा भने चाहिँ देशको भो, त्यो हिसाबले चाहिँ हामीलाई ट्रेनिङ भएको छ। अब त्यसमा पनि माझिएर एउटा सिपाहीबाट उठेर मेजरसम्म हुन जाँदाखेरि मलाई पढाइएका विषयहरू विभिन्न ठाउँमा पढ्दै जाँदाखेरि करिब र मेरो वास्तविक आस्था चाहिँ पुनर्जन्म पूर्वजन्म हुन्छ भन्नेपट्टि विश्वास भएको नाताले म अलिकति धार्मिक चिजहरूमा बढ्छु र पढ्छु। त्यो मेरो स्रोत चाहिँ गीता प्रेस गोरखपुरको किताबहरू हुन्, जो वार्षिक रूपमा एक वटा निक्लिन्छ र वर्षमा एउटा निक्लिन्छ, महिनामा एउटा सानो पत्रिका जस्तो आउँछ। म त्यसको आजीवन सदस्य पनि हुँ र त्यहाँ पढ्दै जाँदाखेरि मलाई धेरै कुरा त्यसले सिकायो। र हजुरलाई अचम्म लाग्ला, मैले 9 वर्षको उमेरदेखि आमाले दिएको खानेकुरा र बाउले दिएको लुगा ला छैन।
म 9 वर्षमा नुवाकोटबाट केटकेटीमा एउटा हजुरको चाहिँ पानीको धारोको मुनि पोखरी बनाएर भोगटे भन्ने एक किसिमको बिरुवालाई थिचेर लोकता झिकेर त्यसमा पानी हालेर हामी चाहिँ धारो बनाएर खेल्थ्यौँ। केटकेटीमा हाम्रो खेल्ने चिज अरू थिएन। पोखरीको पानीबाट एउटा पाइप जस्तो निकालेर बाहिर हजुरको बनाएर घुर्रा घुमाउने। त्यो घुमाउने क्रममा मेरो एकजना गोठालाका साथीले त्यो झिक्दिनु भयो, पानी खोलिदिनु भयो र त्यो बगायो। त्यो खोज्दा भेटिएन र मैले बेलुका पिताजीसँग सोधेँ, पिताजी यो यस्तो यस्तो भएपछि त्यो मेरो घुर्रा चाहिँ कहाँ गयो त, त्यो मेरो घट्टा चाहिँ कहाँ गयो त घुमाउने, फिरफिरे घट्टा कहाँ गयो त भनेको, बाबु पानी भनेको समुद्रमा पुग्छ, पानीको आमा समुद्र हो, त्यसैले हाम्रो पहाडतिर डाङडाङ डुङडुङ गर्दै जान्छ, आमा आमा भनेर तिमी रुवा जस्तै हो, त्यो पानीले तिम्रो घट्ट पनि सँगै लयो। यो शब्द चाहिँ म केटकेटी मानसिकतामा मेरो भाग्य पनि यहाँ छैन कि जस्तो लागेर म 9 वर्षको उमेरमा पिताजीकै प्रेरणापूर्वक, हामी अलि ठुलो परिवारमा पनि थियौँ र उहाँले मलाई एउटा गुरु कहाँ पढ्नको लागि भनेर काठमाडौँ ल्याएर राखिदिनु भयो। गुरु कहाँ गाई पनि थियो, अब 8-10 जना बच्चा बच्ची पनि थिए। म तिनीहरूको गोठालो सोठालो भन्दै भन्दै मैले त्यो गाईको सेवा गर्दै म पढेँ। गुरुले मलाई पढाउने बेलामा के गर्नुहुन्थ्यो भन्नु होला भने, गोर्खापत्रको सर्वे भवन्तुदेखि लिएर सम्पादकको चिठी पनि पढ्नु पर्थ्यो। मेरो पढाइ त्यही हो। अनि एउटा बाँसको कलमले कलम मसीमा चोपेर त्यो पुरै गोर्खापत्रमाथि लेख्नु पर्थ्यो। पुरानो गोर्खापत्रमा म लेख्थेँ। त्यो पुरानो अक्षर त साना छन् नि गोर्खापत्रको, त्यसले गर्दा लिपि तलमाथि भयो भने उहाँले मलाई सजेसन गर्नुहुन्थ्यो र उहाँसँगकै प्रेरणामा र उहाँलाई किताब आँखा देख्नुहुन्न थियो, केही सुनाउनु पर्थ्यो। त्यो सुनाउँदाखेरि सुनाउँदै केही धार्मिक कुराहरू कण्ठ पनि भए र त्यही क्रममा म केही वर्ष उहाँसँग अल्मलिएँ। पछि गएपछि जागिर खाने अपर्च्युनिटी मिल्यो। उहाँका 3-4वटा छोराहरू 3-4 क्षेत्रमा थिए। राष्ट्र ब्याङ्कमा नि जागिर खाने सौभाग्य मिलेको थियो, मलाई मन परेन किनभने त्यहाँ डेरा चाहिन्थ्यो। पुलिसमा जागिर खान मन थियो तर पुलिसमा रासन थिएन त्यो बेलामा। यो 29 सालको कुरा गर्दैछु। अब सेनामा गए त सुत्न नि पाइने, भात पनि खान पाइने भयो नि त। त्यो कुरोबाट त सबभन्दा पहिले त पेट अगाडि छ, ईश्वरले बनाएको पेट अगाडि छ। खानेकुरो नभए त मान्छेलाई केही भएन। अरू रकम पैसा सैसा भने त पछिका कुरा, तपसिलका कुरा हुन्। त्यसैले मैले चाहिँ आर्मी रोजेँ। तर आर्मीभित्र गइसकेपछि कतै म गलत त भएको छुइनँ भन्ने चाहिँ मलाई लागेको थियो। आफ्नो स्वभावभन्दा म स्वभावमा छुच्चो थिएँ र म कहिले पनि सम्मान असर नपर्ने गरी छुच्याइ गर्न छोड्दैन थिएँ। त्यो त अहिले पनि देखिन्छ। हजुर भन्न म नछोड्ने, तर मलाई कसैले उ गरेको मन पर्दैन थियो। त्यो हुँदै जाँदाखेरि जागिरमा पनि ओठे जवाफको सिलसिलामा 1-2 चोटि तलमाथि पनि भयो। तर मलाई त्यसले केही रियाक्सन गरेन। किन मर्जी होला भने हजुरले मेरो शत्रुता कमाइबक्सेको छ, मलाई शत्रुता देखाइबक्सेको छ भने हजुरका शत्रुहरूले मलाई मित्रता देखाउँदा रहेछन्। शत्रुको शत्रु मित्र। त्यो हुँदाखेरि मलाई हजुरको चाहिँ आर्मीमा जागिर छोडेर हिँड्न पर्ने सिचुएसन परेन र म उहाँहरूको उसमा त्यही उहाँहरूले जुन प्लेट समातेर भोज खानुहुन्थ्यो, उहाँले 1 समाते म 53 समाउने गरी म पनि पुगेँ त्यहाँ। त्यो केले भाग्यले भयो त भन्दा उहाँ मसँग रिसाइरहे पनि उहाँका शत्रुहरूले मलाई त्यहाँसम्म पुर्याइदिए। त्यो हिसाबले नुवाकोट चाहिँ कुन गाउँ तपाईको? मेरो नुवाकोटको बेत्रावती भन्ने हजुरले नाम सुन्नु मजाले। त्यसको दायाँ साइड चाहिँ उत्तरतिर फर्किँदा दायाँ साइड चाहिँ त्यो श्राद्ध गर्ने ठाउँ छ। बायाँ साइडपट्टि चाहिँ मेरो गाउँ पर्छ, तुप्चे भन्छन् त्यसलाई। अहिले चाहिँ त्रिशुली विदुर नगरपालिकाको वडा नम्बर 7 परेको छ। त्यो अहिले त मासियो नि, त गाविस मासिएपछि, नत्र पहिला तुप्चे भन्ने गाविस थियो। नुवाकोट नाम चाहिँ कसरी अघि भन्दै हुनु त? 9वटा कोटहरूलाई विजय गर्दै गएर एउटा 9वटा कोटको स्वामित्व लिएर नुवाकोटमा चाहिँ राज्य गरेको भन्ने चाहिँ मैले सुन्नमा आएको हो। नेपाली इतिहास त त्यति राम्रोसँग पढ्ने सौभाग्य पाइएन। किन मर्जी होला भने कोर्स बुकमा राखिया किताबहरू प्राय पढिएन हजुर। त्यो हिसाबले अनि मलाई जे आवश्यक पर्ने हो त्यो सेनाले नै पढायो र सेनाले पढाएको कुरोमा चाहिँ म सिक्दै गएँ, बुझ्दै गएँ र तीभित्र हाम्रो आर्मी 3rd क्लास, 2nd क्लास, 1st क्लास भन्ने हुन्छ, जो इक्विभ्यालेन्ट
अब एक हिसाबले भन्दा ग्रेजुएसन सरह हुन्छ आर्मीको लागि मात्रै है हजुर, देखाउनलाई होइन। आर्मीमा चाहिँ म आर्मी फर्स्ट क्लास गरेपछि लप्टन हुन योग्य हुन्छु, इक्विभ्यालेन्ट आइए भयो नि त। तर मेरो त्यहाँ के छ त भन्दा त्यो इक्विभ्यालेन्ट गरे तापनि म योग्यता देखाउने योग्यता होइन, त्यो मलाई निड टु नोन बेसिकमा आर्मीले दिएको पुरस्कार हो। र म भइँ चाहिँ भन्दिनँ हजुर, मैले खाएको चाहिँ सिपाहीमै हो। मलाई 3टा जर्साबहरू बसे, अफिसर बसे, प्रमोसन दिए, जर्साबहरू बसे, अफिसर बनाइदिए। म भएको चाहिँ होइन जस्तो लाग्छ अझै पनि। किन मर्जी होला भने म बनाइएको मान्छे हुँ। के का लागि त भन्दा राष्ट्र र राजभक्तिको लागि बनाइएको मान्छे हुँ म। त्यसैले मलाई अहिले 2-3टा कुरो सुन्न मन लाग्दैन। कसैले यो देशमा केही नै हुन्न भन्यो भने पनि मलाई सुन्न मन लाग्दैन। त्यो मान्छेसँग म उठेर हिँड्नु मन लाग्छ। अब विरोध गरौँ त सक्दिनँ अहिले हजुर, यो देशमा केही छैन, सर्वस्व छ, गर्ने मान्छे भएन। पहाडमा जानुहोस्, कोठा खेती गर्ने ठाउँ बन्जर छ, त्यो ठाउँमा जानुहोस्, गाई पाल्यो, एउटा 2टा गाई पाल्यो भने एकजनाको परिवार राम्रोसँग निर्वाह हुन्छ। 20 लिटर दुध बेच्यो भने ल कम्ती 90-100 रुपियाँ लिटरको हिसाबले क्यालकुलेसन गरिबस्योस् हो। 10वटा बाख्रा पाल्यो भने 5वटा चाहिँ हजुरको वर्षमा खसी फाल्छ, एउटा खसीको 25-30 हजार पर्छ। यहाँ नहुने छैन केही पनि। यो संसारको सिद्ध भूमि हो नेपाल। अब संयोगवश कहिले खुम्चिने कहिले बढ्ने भयो होला। अब अहिलेको राजनीतिक परिवेशले सिमाना सुरक्षा गर्न पाइएन, सिमानामा सैनिक राख्दैनन्। भारतको प्रेसरमा भित्र 20 किलोमिटर 10 किलोमिटर भित्र मात्रै हजुरले सैनिक क्याम्प देखिबक्सिन्छ। त्यो किन भन्दाखेरि त्यो त उहाँहरूको पोलिटिकल रिजन त के हो म बुझ्दिनँ। तर मैले बुझेसम्मको अवधिमा हामी सेनालाई बोर्डरमा राख्नु पर्थ्यो, अहिले सशस्त्र राखिएको छ। तपाईँहरूको पालामा सेना सीमामै बस्थ्यो? सीमामा राख्नै पाएन, पञ्चायतमा पनि त्यो थिएन। हजुरले हेरिबक्स्यो भने झापामा कहाँ छ त सेना, कहाँ छ बोर्डर, कहाँ छ हेरिबक्स्योस् न। चन्द्रगढीमा थियो पहिला सुरुमा, पछि 4 आलीमा सार्यो होइन हजुर। मानिलिबक्स्योस् त्यहाँ कहाँ छ त, सिमाना कहाँ छ। र अझ अर्को एउटा कुरो भन्न नहुने हजुर, हुने कि नहुने थाहा छैन, पछि करेक्सनमा पनि थियो होला। अनि मेची नदीको उद्गम स्थल त मेचीको माथि हिमाल होइन रहेछ नि हजुर। अनि मेची र महाकालीको राष्ट्रिय गीतै पनि मिले होइन जस्तो लाग्छ। मेची पारीको दोदरा चाँदैन के गर्ने नि हजुर, म त महाकाली पारीको हजुर। अनि मेचीको त्यो मेची नदी त यहीँ बिचतिर एउटा उम्रिया रहेछ, त्यो माथिको पहाड के गर्ने नि हजुर, उहाँ च्याङथापुसम्मको पहाड के गर्ने नि। यस्तो हेर्दै नहेर्दिकन पनि मान्छेहरूले राष्ट्रियताको हुँदो रहेछ। अब कसले गर्यो, के गर्यो, कसले किन गर्यो होइन, सबलाई चाहिँ चाहिएको छ, सबैले ठाउँ खोज्नु परेको छ, गरेर खान कोही खोज्दैनन्। त्यो हिसाबले पीडा भइरहेको। तपाईँले भन्नुभएको त्यो पाहुनाको विषयमा थियो नि हजुर, कसलाई पाहुना मान्ने कसलाई नमान्ने? हजुर यस्तो छ, पाहुना भनेको हामीहरूले 5वटा यज्ञ गर्नुपर्छ। देवकर्म, पितृकर्म हजुर, अनि अतिथि कर्म, घरमा अरू सबै जानहरूले खाएको खानेकुरोहरूको त्यो ईश्वरलाई अर्पण गर्ने सिलसिलामा हामीले 5वटा पाप पनि गरे हुन्छौँ। आगो बाल्दा पाप हुन्छ, त्यहाँ भएका किरा भुसुना मर्छन् हजुर। यसो कुचो लाउँदा पाप हुन्छ, त्यहाँ पनि मर्छन् हो। यस्तो पाप चाहिँ, यस्ता धेरै पापहरूमध्ये केही पाप चाहिँ हाम्रो पाहुनाले चाहिँ हामीलाई धर्मतिर लैदिन्छ। अतिथि देवो भव। अतिथि देवो भव। अब अतिथि भनेको को त भन्दा कुनै पनि कुरोको कल्पना पनि नगरेको मान्छे, चिनेको आफन्त सोचन्त अतिथि हुँदै होइन। अनि भेटिएपछि त्यसलाई केही नसोधिकन आउनुभयो, राजोस् हजुरलाई के टक्राउँ भनेर भित्रबाट खुलेर खुवाएर हिँड्ने बेलामा पनि हजुर के थरीमा हुनुहुन्छ नि सोध्न पाइँदैन, के जातको नि सोध्न पाइँदैन, किनभने ईश्वरको जात हुँदैन। शिव सङ्कल्प मस्तु भन्छ, पाहुना भनेको शिवै हुन्। त्यो हिसाबले खुवाउने हो, त्यो त हाम्रो उसमा छँदै छैन। अलिअलि चाहिँ यो पूर्वको माथि माथि लेकतिर रहेछ, पश्चिममा पनि कास्की कटेर पर गएपछि पाल्पा गुल्मीतिर रहेछ, त्यहाँ सोध्दैनन्। साँझको बेला पाहुना आइपुग्नु भयो ल बस्नुहोस् देउता भन्छन्, भित्र जान्छन्, के खुवाउने हो खुवाउँछन्, सुताइदिन्छन्।
ऊ कतिखेर जान्छ उनीहरू आफ्नो कामबाट त्योसँग नजिकै हुँदैन, जाने बेला हस् त हजुर नमस्कार भनेर छोडिदिन्छ। गर्नुपर्ने त्यो पाहुना भनेको यो हो। अनि हजुरको हाम्रो घर आउने ज्वाइँ पाहुना होइन, भिनाजु पाहुना होइन, मामा सालो परिचय अब र मेरो पाहुनापन गयो। अब हजुर र म परिचित भयौँ, परिचितमा पाहुना हुँदैन। अब हजुरलाई मैले खुवाएँ नि हजुरले मलाई खुवाए पनि पाहुना हुँदैन। तर अहिलेसम्म हुन्थ्यो। मैले हजुरलाई चिनेको थिइनँ, मैले चिने त मिडियामा देख्थेँ, तर मैले चिनेर भएन नि। सेन्ट्रल पोइन्टमा बसेकोलाई सबैले चिन्छन्, मिडियामा आउनेलाई सबैले चिन्छन्, तर मिडियामा बसेकोले सबैलाई चिन्नुपर्छ भन्ने बाध्यता छैन नि, चिनिँदैन। तपाईँलाई पनि सबैले चिन्छन् नि अहिले त। अहिले यस्तो सम्मान आज आउने क्रममा पनि बसमा सिट छोड्दै थिए, आउनुहोस् भाइरल बा आउनुहोस् भनेर। कहाँ बाबु यस्तो भनेको होइन हामीले थाहा पायौँ। त्यो हुन्छ, त्यो किन हुन्छ भनिसक्यो भने म त एउटा जमिन मुनि बसिराखेका मान्छे थिएँ, संयोगवश एउटा प्रसङ्गवश उब्काइदिए र अब मलाई जहाँसम्म लाग्छ म मरेर गए पनि म मर्दिनँ कि जस्तो लाग्यो। अब मेरो सेनामा त 60-65 हजारले मात्रै चिनेको थिएँ हो, अब त मलाई हजुरको एटलिस्ट 6-7 लाखले त चिन्ने भयो नि। अब यो अन्तर्वार्ता पछाडि झन् बढी, अब त्यसपछि पनि चिन्न सक्नुहुन्छ। र म जहाँ बस्छु मैले देखेको कुरोमा म करेक्सन गर्छु। चितवनमा मैले 2061 जग्गा किने, रिटायर भएँ, झापाबाट आउँदा पैसा छ। झापा 5 वर्ष बस्यो हजुर, 5 वर्ष मेरो जागिरै च्याङथापुमा मैले बिताएको। त्यहाँ रिटायर भएपछि अनि चट्ट हजुरको कमिज सुरुवाल लाएर कहाँ यसरी देउताको थानको फोटो के अरे त्यो रातो सिन्दुरलाई टाउकामा लाएर कमिज सुरुवाल लाएर म हजुरको शरणार्थी जस्तो भएर हिँडेको। बिचमा माओवादीको क्याम्पले भेट्दाखेरि पनि 61-62मा त चरम थियो नि। तपाईँहरू सेनाको भए ओर्लिनुहोस् भन्यो। अनि तपाईँ को हो भने म क्याम्पस पढाउँछु बाबु। भने के पढाउनुहुन्छ भने म नेपाली पढाउँछु भनेको यस्ता हात त चट्ट काट्न पर्ने हुन्छ। त्यस्तो बेलामा म त्यहाँबाट आएँ। के गर्ने बाबु, पढाउनु त पढाइरहेको छु, अब मान्नु नमान्नु हजुरको इच्छा भने छोडिदिएँ। आएर म हजुरको त्यही बेलामा अलिकति पैसा लिएर गएर मैले चितवनमा बसेँ। म त्यहाँ चाहिँ एउटा बन्जर भूमिमा आँप बिरुवा सिरुवा रोप्दै थिएँ। अहिले मेरो बगैँचा छ, 5-7वटा आँप, 5-7वटा लिची, हरिवैकुण्ठम गरेर बसिरहेको छु। त्यो ठाउँमा मैले रोप्दैको अवधिमा 1-2 जना मित्रले के भन्नुभयो भने ए बुढा तिमीले खान पाउँछौ भनेर रोप्या भने। ए बाबु अर्काले रोप्या मैले खाइरहेको छु, मेरो नि अर्काले खाला के फरक पर्छ र। लकिली त्यो वर्ष रोपेको आँपमा चाहिँ सबैको बिरुवाको चाहिँ त्यो निमोठदे भन्नुभएको थियो पहिला आएको मन्जरी। मरे पनि मरोस् एउटा चाहिँ निमोठदिन भनेर एउटामा 3टा आँप राखेका थिएँ। अझै भोलिको सिजनमा त्यो आँप पाक्यो, चट्ट एउटा टिपेर लिएर गएर बाबु यो आँप खाइदिनुहोस् त भनेर दिएको। आँखाभरि आँसु पारेर रुन खोज्नुभयो। बाबा मलाई तपाईँले पिट्नुभयो भन्यो। मैले आँप ल्याइरहेको छु कसरी पिटेँ भनेको। त्यो दिन मैले भन्न नआउने भनेछु, आज हजुरले आँप ल्याएपछि मलाई पिट्यो। त्यस्तो हुँदो रहेछ। अनि त्यही क्रममा चाहिँ अब हजुरले त्यो मर्जी भयो किन तैँले चितवन नुवाकोट छोडिस् त मर्जी होला। नुवाकोट मैले छोडेको छैन। मेरो पिताजीले जति बक्सेको त्यो मेरो तिनै जिम्मेवारी छ, पितृप्रसाद छ। केही दिन कसैले लुटी खाए पनि 1.5 रोपनी भन्दा वरिपरि घटे छैन, त्यो छ त्यहाँ। कति छ? त्यही 4 रोपनी चान्चुनको खेत होला र 2-3 रोपनी पनि पुग्नको बारी बाँकी छ। म त 6 भाइ मध्येको काइलो छोरो, अंश लिँदाखेरि सबै कुरो छुट्दा भेटेको जति हो त्यो त्यही छ। त्यसपछि संयोगवश हजुरको हाम्रो गाउँमा त हामी आफू सक्षम भएर बिहे गर्ने होइन। पण्डितको छोरोलाई दिएपछि छोरीले सुख पाउँछ भनेर दिने बेला थियो। जुन बेलामा म बिहे गरेँ मेरो पारिवारिक माहौलको हिसाबले र मेरो श्रीमतीहरूको सानो परिवारको माहौलले मेरो घरमा ट्र्याक मिलेन। नमिलेपछि उहाँहरू माइतैमै बस्दिनु भयो 10-12 वर्ष। तपाईँसँग नमिल्या त होइन? पिताजीसँग चाहिँ त्यो इगो डेभलप भएछ र उहाँले मलाई फेरि उहाँको कुनै साथीलाई भनेर, पण्डित पुजारीहरू त यस्तो बिहेको कामको लागि त योग्य हुन्छन्, मेरो बाउ पनि पण्डित, अर्को पण्डितलाई भन्दाखेरि फेरि अर्को भएर मेरो परिवार 2टा हुन पुग्यो। अब 2टा हुँदै गएपछि लकिली पिताजीले स्वर्गवास हुने बेला के मर्जी होला भने ए बाबु यो बुहारी त मलाई मेरो इज्जतलाई दिएको, तैँले गल्ती गरिस्, तेरो कान्छेपछि त 2टा बच्चा भइसके,
यसलाई पनि बच्चा बच्ची हो भने तँलाई बुढेसकाल सजिलो हुन्छ भाउ भन्नुभयो। अनि भाइ यो त सुहाएन नि, फेरि म त कसै घर न घाटको हुन्छु भनेको। ए बाबु बच्चा नभएको सुहानी पाल्न गाह्रो हुन्छ, सक्दैनस्। एउटा बच्चा भएपछि तैँले परेको पीडामा त केही हुन्न भन्ने भयो। ल अब त भनियो बिहे गरियो, दुईटा परिवार भयो। गरियो भन्नाले गरियो, दुई परिवार छन् नि त। बाले नै केटी खोजिया केटीलाई सेकेन्ड टाइम पनि बिहे गरियो। फेरि गरियो, गरेर दुईटा बच्चा भएपछि उनी पनि माइत आइन्, माइतबाट आइन्। त्यतिखेर भाउजूहरूले टर्चर दिन थालिसकेका रहेछन्, आउनुभयो। मान्छे त पहिला बाबुआमाको टर्चरमा त के पनि फिलिङ गर्दैन छोरी मान्छेले। पछि आउनुभयो, एउटा बच्चा जन्मियो उतापट्टि। जन्मेपछि म दुइटैको भएन भने मतलब हजुरले बुझिबक्छ, दुवैले म प्रति पोजिटिभ रेस्पोन्स भयो। अब त्यतिकैमा फेरि के भयो, दुई स्वास्नीको पै कुना पछि गयो भने गुड। अब त्यसमा पनि हजुरको 42-43 सालतिर दुईटा बिहे गर्नेको जागिर बर्खासीको नियम आयो। अब मैले न्यायाधीशहरूलाई सोधेँ, ए न्यायमूर्ति हो, हजुरहरूलाई त थाहा हुन्छ सैनिकले यस्तो कानुन बनाउन लायो, मन्त्रालयबाट गइसक्यो रे, रक्षामा पुगेको छ अरे, भोलि कथम भवती भयो भने मेरो त जागिर जाने भयो, के उपाय गर्ने भनेर मैले न्यायमूर्तिहरूलाई सोधेँ। एउटा सानो शाखा हुन्छ आर्मीमा, त्यहाँ न्यायमूर्तिहरूको, जसलाई प्राण विभाग भनिन्छ, विभाग क भन्छन् है। त्यहाँ चाहिँ एकजना सर चाहिँ मलाई पोजिटिभ रेस्पोन्स दिने हुनुहुन्थ्यो। उहाँले के भन्नुभयो, जहाँ दुइटै श्रीमतीलाई अंश लगाइदिए भन्नुभयो र दुइटै श्रीमती मैले छुट्याइदिएँ। त्यो छुट्याइसक्ने बित्तिकै म त्यो दुई परिवारको केसबाट वञ्चित भएँ, विमुख भएँ। मलाई कानुन लागेन, पेसेस त गरेका थिएँ तर त्यसले भेटेन। त्यसपछि हजुरको संयोगवश छोरो हुर्किँदै गयो, डाक्टर पढाउन मैले सकिनँ। किन भन्नु म ज्यानमा रानी परेन, पकेटमा रानी परेन, धन थिएन हजुर। जति कमायो त्यसैले खानी गरे हजुर, होइन? त्यो सिद्धियो छैन। छोरोले आइएससी 63 नम्बरमा पास गरेको थियो। त्यही वर्ष चाहिँ यो 12 को रिजल्ट निक्लेर पहिलो वर्ष आए। 12 को रिजल्ट त 90 को आउँदो रहेछ। छोरोले सकेन, डाक्टर हुन सकेन। नसकेपछि म मिलिट्रीमा जान्छु भन्यो। आजभन्दा 20 वर्ष अगाडि ऊ पनि मिलिट्रीमा छिर्यो। त्यो छिरेपछि जङ्गलवासीहरूले बढी प्रेसर गरे। गाउँमा पनि अलिअलि चन्दा दिएर परिवार बसि नै राखेका थिए। त्यसपछि मैले छोरछोरीलाई काठमाडौँ ल्याएँ। अब त्यहाँ ल्याइसकेपछि मान्छे आत्तिँदो रहेछ नि त हजुरको। आफै अब के गर्ने होला भनेपछि मलाई चाहिँ भगवान्ले एउटा शक्ति दिनुभयो, ऋण गर्न नडरा भनेर। र त्यसपछि एकजना गुरु थापियो। एकजना गुरुले तेरा मान्छे कति छन् भन्नुभयो। 40 जना जति होलान् भनेको। हुन्छ 40 जना। 4 जना भए भाग्यमानी त 5-5 हजार माग घडेरी किन। कहाँ हुन्छ 20 हजारले के कति आउला रहन्छ। 40 जना मान्छे भने होइन भन्नु। माग्दै जाँदा 3 जनाले देखिदिएनन्। उहाँले भनेको 4 पनि पुगेन। 4 नि पुगेन। सञ्चय कोष झिक भन्नु हो। त्यो दुइटै झिकिसकेपछि बाँकी रहेको पैसा मलाई लियो भनेर उहाँले अरू पैसा हालिदिएर जग्गा किनिदिए। उहाँले भनेको 4 जना भयो नि त। ती 3 र उहाँ 1 4। त्यो भएर मैले काठमाडौँमा 3 आना जग्गा किनेर एउटा सानो सेल्टर बनाएँ। त्यो पनि कुरो कस्तो रहस्यको छ भने उहाँलाई म प्रति माया रहेछ। मेरो गुरुजी, म गुरु भन्छु। उहाँले मलाई सिकाएको त अर्थ होइन। तर उहाँले उहाँको अब यो अन्तर्वार्तामा उहाँको नाम लियो भने श्रद्धा पनि हुन्छ। हुन्छ। उहाँ अहिले स्वर्गवास हुनुभएको छ। अम्बिका प्रसाद घिमिरे भन्ने हुनुहुन्थ्यो। उहाँ चाहिँ लमजुङको हुनुहुन्छ र उहाँ काठमाडौँमा हुनुहुन्थ्यो र उहाँको पितृक सम्पत्ति हाम्रो गाउँमा पनि थियो। र उहाँको पिताजीको सेवा गर्ने उद्देश्यले मेरो पिताजीको गुरु भए हुनाले र गुरु अस्वस्थ भए हुनाले म उहाँ कहाँ बसेर केही पढ्ने ओर्ने पनि गरे आउँ। अहिले चाहिँ उहाँ स्वर्गीय हुनुभयो। अनि उहाँले नै मलाई त्यो जग्गा किनिदिनु भयो। त्यो जग्गा किनेर त्यो ऋण तिरेँ। बिस्तार गरेर म यहाँ बस्न सक्ने भइसकेका थिएँ। त्यही अवधिमा संयोगवश अफिसर हुने सौभाग्य मिल्यो। अफिसर 45 सालमा बहुदल आउने बेलाको पञ्चायतको अफिसर बहुदलले फुली लगाइदिएको मान्छे हुँ म। अनि 45 मा अफिसरमा सिलेक्सन भयो सेनामा। त्यसपछि 46 आएपछि काङ्ग्रेसले सेना घटाउने भन्यो। 5-7 वर्ष लिएर गएर उहाँ गुल्मीमा खादियो हजुर। र 45 देखि गएर 49-50 सम्म म गुल्मीमा सेवा गरेँ। त्यो पनि दर्जा ठुलो, काम सानो गरेर गरियो। पछि हुँदै गएपछि आर्मीले त्यही भएको दरबन्दीमा हामीलाई मिलान गर्दै गएर पछि त्यहाँबाट र्याङ्क अनुसारको काम पनि गर्ने भइयो।
यसै गरी हजुरको जाँदै क्रममै आउँदा आउँदै सङ्कटकाल लाग्यो। सङ्कटकाल लागेपछि सैनिक क्याम्प राख्ने, त्यसमा मेजर चाहिँ अथवा ऊ चाहिँ पुलिसको चाहिँ हाकिम नराख्ने, सशस्त्रको नराख्ने, सेनाकै राख्ने भन्नेमा नेपाल सरकारको निर्णय बमोजिम मेजर भएर युनिफाइड कमान्डमा मेजर भएर म झापा गएँ र मैले त्यही झापामा नै धेरै लामो समय त्यहीँ बिताएर जागिर पनि त्यतैबाट। तपाईँको यो निजी कुरा पनि मैले किन यो उत्खनन गर्न चाहेको भने तपाईँ त चर्चित हुनुहुन्छ, यो बेनामी चर्चित जस्तो भएको थियो नि त, त्यसैले तपाईँको ठाउँ के हो, थाकथलो के हो, परिवार के हो, कस्तो सङ्घर्ष अथवा दुःख दर्दबाट गुज्रिनु भएको छ भन्ने हो। तपाईँले अहिले सार्वजनिक स्थलमा, चौतारामा, चिया पसलमा, अरूतिर जसरी बौद्धिक विलास गर्नुहुन्छ नि, यो बौद्धिक विलास भने चाहिँ सूचनाको सम्वर्धन, सङ्कलन अथवा एक प्रकारको आनन्द पनि हो कि यो खालि कुण्ठा मात्रै हो? होइन, यो केही हदसम्म घरमा भएको कुण्ठा विसर्जन गर्ने ठाउँ हो त्यो। अनि सबै मान्छे आफ्नो आफ्नो किसिमले पीडित हुँदो रहेछन्, कोही केबाट पीडित, कोही केबाट पीडित। ती सबै त्यहाँ भेट हुँदाखेरि चिया पसलको गफ, टोलको गफ, उमेरका दौतरीहरूको गफ, यी चाहिँ हजुरको मान्छेलाई शान्ति दिनको लागि परिपूरक हुन्छ जस्तो मैले फिलिङ गर्छु। र मेरा आगन्तुक साथीहरू जो भेट भएपछि नि एबासो बखान भयो, एकछिन बसो बसो, तिमीसँग बसेपछि शान्ति हुन्छ यार भन्छ। भनेपछि त प्रत्येक चिनेका मान्छेहरूले सरसरीको बिहेदेखि घरका सत्यनारायणको पूजासम्म पनि बोलाएर एबासु आइज त आएर चाहिँ यहाँ अरू अल्मा ल्याइदिए त्यो भन्ने किसिमको पाएको, त्यो नै मैले कमाएको हो भन्छु म। र म जहाँ जान्छु हजुरको, मैले हजुरलाई अब ढाँटिए जस्तो पर्ला, हजुरले यसलाई बुझिबक्सोस्। अस्ति कुम्भ मेलामा गएको पूर्वतिर चतरा जाँदै जाँदा त्यो हजुरको सानो कुम्भको छेउको ठाउँतिर एउटा बहिनीको चिया पसल रहेछ। न मैले उहाँलाई चिन्छु, न उहाँले मलाई चिन्नुहुन्छ जस्तो लाग्थ्यो मलाई चाहिँ। गएर चिया खान बस्यो। अर्को एकजना मसँग विराटनगरकै एकजना साथी हुनुहुन्थ्यो, त्यो पनि बाटोमा जाँदा जाँदै साथी बनेको, उमेरले गर्दा ल आउनुहोस् तपाईँ र म सँगै जाउँ भन्दा साथी भएको। किन मरिहाल्यो, एक्लै छौँ, मरियो भने त के होला, ल जाउँ भनेर दुईजना गएको। चिया खाइसकेपछि पैसा झिकेर दिएको, एउटा चियाको लिएनन् तिनले। किन लिएन नि तपाईँले चियाको पैसा? देउता थाना आएर हामीलाई पाप लाग्छ, आज त लिनुहोस् भनेको। म लिन्न तपाईँलाई। किन भनेको, तपाईँले मलाई गरेको गुणको हिसाबले म लिन्न भने। मैले के गुण गरेका थिएँ र भने, म बच्चा बोकेर आइरहेको बेला तपाईँले सिट छोडिदिनु भएको थियो। झापा आउने रहेछ नि उनी, कुन ठाउँबाट चढेकी थिइन्, बच्चा बोकिरहेको, कसैले सिट थिएन, म नाइट बस आएको थिएँ, मैले सिट छोडिदिएको थिएँ। कुनै बेला छोडेको रहेछु, उसले चिनेकी रहेछन्, मलाई यादै छैन नि। त्यस्तो त मैले कति ठाउँमा छोड्छु, कति ठाउँमा छोड्छु। त्यसैले हजुरको त्यो एक कप चिया मेरो लागि पुरस्कार भयो। त्यो गोर्खा दक्षिण भाउ भन्दा नि ठुलो भयो। किन भयो भन्दा मलाई चिन्ने मान्छे त यहाँ पनि रहेछन् नि, अकालमा त मर्ने रहन्छु नि जस्तो लाग्यो। हजुरले यसरी बुझिबक्सोस्। त्यसैले यो जब मान्छे यो चिया चौतारामा घरबाट फुत्त निक्लेर बाहिर बस्छ, त्यो बेलामा उसले शान्ति अनुभूति गर्छ। ए हजुर, श्रीमतीले भनेको नमान्ने हो भने लोग्ने मान्छेको निर्वाह हुँदैन हो। सबै कुरो उनले भने मानिरह्यो भने घरमा बस्न सकिँदैन, त्यसपछि बाहिर निक्लिनु परेको कुरो चाहिँ यस्तो छ। अनि त्यो बाहिर किन निक्लिनु पर्यो भन्नु होला भने, हुन चाहिँ हो सत्ययुगदेखि हेर्दै ल्याउँदाखेरि बरु मरेर भए पनि रामचन्द्रको पिताजीले दशरथले श्रीमतीको कुरो मान्नुभयो, आफू मर्नुभयो हो त, पुत्र वियोगमा मर्नुभयो। सुनको मृग हुन्न भन्दै हाम्रा रामचन्द्र स्वयं मृगको पछि लाग्नुभयो र यता हरणको नाटक गरिबक्स्यो हो। सधैँ 17 वर्षको हुने श्रीमती हुँदै पनि रावणलाई लोभ लाग्यो, अहिले पनि भारत चलाउँदैछन् हो। त्यसैले के छ मर्जोला भने, 3टा चिज 4वटा चिजमा यात्री सर खुसी हुनुपर्छ। हजुरले मलाई सम्पूर्ण अङ्ग देख्नुहुन्छ हो, तपाईँको नाकको टुप्पो देख्नुहुन्छ, त्यो हेर्न ऐना चाहिन्छ कि म जस्तो छुच्चो मान्छे चाहिन्छ, ए तिम्रो त्यहाँ कालो लागेको छ भन्नलाई हो। अब छुच्चो मान्छे उसै मन पर्दैन, ऐनामा पनि धुलो टाँसिएर थियो नि के हो। त्यसैले नाक जोगा भने हाम्रा पूर्वजहरूले। यो नाक जोगाउन असाध्य गाह्रो हुन्छ। टु गेन डिफिकल्टिज एभ्रिथिङ
हजुरले जे गेन गर्नुहुन्छ हो, टु होल्ड डिफिकल्टिज, टु कन्टिन्यू डिफिकल्टिज। अब हजुरले पत्रकारिता छोडेर अन्त लाग्नु भने हजुरलाई चिन्दैनन् कसैले, गरी खानै सकिँदैन, बस सकिँदैन। हो, त्यो हिसाबले कन्टिन्युटी नै सबैभन्दा ठुलो कुरो हो। 12 वर्ष कसै मान्छेले सडक बढार्यो भने त्यो माथि बसेको न मान्छे, न ऊ, न मूर्ति, न ऊ, शून्य शक्ति जसलाई हामी परमेश्वर भन्छौँ, ती परमेश्वरले ती अगाडि चोरले भए नि ल्याएर पैसा खसालिदिन्छ र ब्यागमा पैसा भेट्छ। त्यसले 12 वर्ष दुःख गर्नुपर्छ, धैर्य र अनवरत मेहनत त्यो गर्दै गएपछि ऊ छ माथि। हजुरलाई अर्को पनि एउटा उदाहरण गरिदिन्छु। 26-27 सालतिर होला सायद, मेरो विचारमा पशुपतिमा एकजना खडे बाबा हुनुहुन्थ्यो। उहाँले 12 वर्षको सङ्कल्प गर्नुभएको छ, हात ठाडो पार्दै। 11 वर्ष 10 महिनामा उहाँलाई पर्व लाएर त्यहाँ चुटेर लखटे। त्यो किनभने म यति गर्छु चाहिँ भन्नु पाइँदैन ईश्वरको खटनमा। अति दर्पे हता लङ्का, ज्यादै घमण्ड गर्नाले लङ्का जल्यो। अति माने च कौरवा, ज्यादै मान खोज्दाले कौरव नासिए। मानै मानमा बिग्रिए नि। अति दानेर बलिर बद्य, मभन्दा दान गर्ने अर्को छैन भनेर जे पनि दिन्छु भन्दा बलि गएर भाँसिनु पर्यो। अति सर्वत्र वर्जयत भन्छ। यो अति चाहिँ जेमा पनि वर्जयत छ, अतिले क्षति गर्छ। अर्को एउटा पनि छ, के छ मरिजला भने देख्दा असाध्यै रमाइलो हुन्छ। क्या राम्रो कालो रातो गाडी चढाएको छ, हिँडेको छ, पत्रकारिता गर्नुभएको छ, गजब यार भने मान्छे जम्मै अर्काको रिस गर्ने भएर दुःख पाएको। सबभन्दा सुखी म, त्यही भएर 12खरीमा राम्रो म भने। कोदाली पाते त भन्यो नि त अर्कोलाई, त बुढो जे भन्यो अर्कोलाई, त 12खरीमा राम्रो म त्यसै बनाएको होइन। संसारमा मभन्दा भाग्यमानी अर्को मान्छे छैन, त्यो चाहिँ सोच्नुहोस्। म पनि सोध्छु त्यही। अब सामान्यतया हात्ती हिँड्दाखेरि कुकुर घुक्छन्, अगाडि घुक्दैनन्, पछाडि घुक्नेले घुकिरहन दिनुहोस्, नेगेटिभ आउने आइरहन्छ। टिकाराम यात्रीले जस्तै गरी ल तपाईँले यस्तो गल्ती गर्नुभयो भन्नु सक्ने मान्छे हो, त्यो भेटियो भने ईश्वर भेटियो। अब त्यो सहन सकिँदैन हजुर। मान्छे त फेरि के गर्छन् भने हजुर, ऐना हेर्छन्, अनुहारको कालो छ भने ऐना पुस्नतिर थाल्छन्। अब यस्तो छ हजुरको के छ मर्जला भने म वादी जन्म भएपछि र हामी वादी हुन नसकेको मान्छेहरूको पन्थ्यै हो। हजुर र म, हजुर म पनि म, दुईजना मिले चाहिँ हामी भयौँ नि। अब हामीमा भएको प्रेम चाहिँ कसैले स्वीकार भएन भने त्यो हुन्छ। र ऐना पुस्नु भनेको चाहिँ के भने दोष अन्त देखाउने। दोष अरूलाई देखाएर आफू राम्रो हुन खोज्ने चाहिँ मान्छेको आफ्नो एक किसिमको यो स्वभावै हो। किन मर्जी होला भने त्यो थुक्री ठाउँ नभएर होइन नि, 3 तला माथिको मान्छेले त्यो एक तले घरको छता थुकिदिन्छ क्या, जोडिया ठाउँको कुरो गरे है। प्रवृत्ति जहिले पनि अर्कालाई निचो देखाएर म सुपरियर हुँ भन्ने फिलिङ चाहिँ मान्छेमा छ। जम्मा यो एउटा कथामा पढेको थिएँ हजुर, यसलाई सान्दर्भिक होला। भगवान ब्रह्माजीले सबलाई आयु 40-40 वर्ष बाँडी बक्सेछ, सबैलाई। म त भगवानको रूपमा छु, हाम्रो त यो 33 कोटी भन्छन् नि, 33 कोटी होइन, 33 गोटा देवता छन् त्यस सबैको। त्यो त त्यो जसले ट्रान्सलेसन गर्ने बेलामा गल्तीसँग कोटीलाई करोडमा गरिदियो। 33 कोटी होइन, यो 9वटा ग्रहदेखि लिएर बसु ससु सूर्य यी सबै गर्दाखेरि हुन्छन् हजुर। त्यो मैले अहिले तयारी भएर नाम चाहिँ म भन्न सक्दिनँ होइन हजुर। अनि त्यो वस्तुस्थितिमा हाम्रो जुन देवताहरूको वस्तुस्थितिमा सबै देवताहरू देवता होइन, यी देवता मात्रै हुन्। स्वयं आद्यशक्ति भगवतीका 3टा छोराहरू मध्ये ब्रह्मा विष्णु महेश्वर। अब भागवतमा पनि प्राय विष्णुलाई कमै चर्चा गरेका छ भन्छन् विद्वानहरू, सुनिबक्सोस्। अब त्यो वेदमा त छँदै छैन अरे। यी पछि गएर कर्म गर्दै गएर ठुला बनेका हुन् हजुर देवताहरूमा है हजुर। त्यसैले हजुरको यी त्रैलोक्य माता जगत जननी ओमकारेश्वरी भगवतीको 3 पुत्र ब्रह्मा विष्णु महेश्वर हो।
अनि ब्रह्माजीले सृष्टि गरिसकेपछि आमाले तिमीहरू फुटेर आफ्नो आफ्नै शरीरबाट श्रीमान श्रीमती भएर बस्यो, देवी भागसँग सम्बन्धित छ भन्दाखेरि अरू सबै फुटे, शिवजीले आधा कम्पारोमा श्रीमती आधामा आफू भएर बस्दिनु भयो। अर्धनारेश्वर भनेर हजुरहरूले पनि पुजिबक्स्या छ, मैले पनि नमस्ते गर्ने गरेको छु। त्यो भइसकेपछि आमालाई रिस उठेर उहाँले 9वटा रूप लिएर, देवीका अरू 9वटा रूप फेरि ईश्वर होइनन् है हजुर, परमेश्वर होइनन् है हजुर, देवीले 9वटा रूप लिएर तर्साउनु भयो र त्यहाँ हजुरको उहाँलाई जसरी पनि त्यो सृष्टि गर्न लाउन खोज्दा शिवजीले मान्नु भएन। हजुरले शिव पार्वती भन्छन्, पार्वती शिव भन्दैनन्। अरू सबै देवताहरूको अगाडि श्रीमतीको नाम आउँछ, राधा कृष्ण सीताराम हजुर। तर त्यहाँ किन आएन त शिवमा भन्दाखेरि शिवमा चाहिँ शिव तत्त्व भनेको हजुरको जुन हामी शिवलिङ्ग पूजा गर्छौँ नि, अरूले के भन्छन् मलाई थाहा छैन, पढेका विद्वानहरूले के भन्छन् थाहा छैन। यहाँ पछाडि एउटा मेडुङ्गा अब्लोङ्गेटा भन्ने हुन्छ हजुरको यो ब्रेन स्टिममा, त्यसको आकृति चाहिँ ठ्याक्कै शिवजीको शिवलिङ्गको आकृति हुन्छ, बुझिपुग्यो? त्यो शिवलिङ्गको आकृति हुने भएर योगका सर्वस्व पिता चाहिँ शिव हुन्, योगेश्वर बस। अनि त्यो योगेश्वरको साथमा नन्दी हुन्छ। नन्दी नभएको शिवजीको थान भन्दा नन्दी भएको थान चाहिँ त्यो शिवको थान। नन्दी जहाँसुकै हुन्छ नि, हुनैपर्छ नि, अनिवार्य होइन, हुनुपर्छ होइन, राख्छन्। तर महादेव चाहिँ देवताका देवता हुन्, महादेवको पनि आयु सिद्धिन्छ, विष्णुको पनि सिद्धिन्छ भन्छन् किताबले। आयु सबैको हुन्छ, तर स्वयं ओमकारेश्वरी जगदम्बा भगवती भन्दा माथि परमेश्वर छन्। त्यसैले हरिका बहिनी भन्छन् नि, कृष्ण जन्ममा पनि पहिला उनी जन्मिएर देखाइदिन् नि त रमिता। त्यसैले हाम्रो अहिले जम्मै कुरोको ज्ञान अज्ञानको बिचमा पर्दा भएर बसेको नारी शक्ति छ र त्यसैले आमा सर्वत्र पूज्य, आमाले चिना बाउ, बाउले चिना धर्म, धर्मले चिना देवता, देवताले चिनाको मोक्ष संसार यही। र मैले बुझेको चाहिँ यति हो हजुर। र म चाहिँ के बिन्ती गर्छु मर्जुलाई भने हामी सबै सुखी हुने हो भने देशको माटो समातेरै हेर्नुपर्छ, माटो बिगारेर चाहिँ काम छैन। नुवाकोटकै फेरि कुरा गरौँ न। ल मर्जियोस्। नुवाकोटेलाई चाहिँ तपाईँ किन मन पराउनुहुन्न? आफ्नै नुवाकोट लाग्नुपर्ने? नै, नुवाकोटेलाई असाध्यै मन पराउँछु। उनीहरू लेग पुलिङ गर्न धेरै चलाक छन्। स्याङ्जाली, झापाली र नुवाकोटे तिनटालाई सँगै राख्ने हो भने यी तिनटा काटिएर मर्छन् भने मतलब यो तिनटै बुद्धिका अग्रजहरू हुन्, तर यिनीहरू व्यवहार युक्त हिसाबले अर्कालाई कल्याण गर्न सक्दैनन्। परपीडक हुन्, यो तिनटा संसारमा। अब हामीले दुईटा त भन्न पाइयो, तपाईँ नुवाकोटे भएपछि तपाईँलाई भन्न पाइयो, म झापाली भएपछि झापा भन्नु। अब बिचरा स्याङ्जालीलाई किन मुस्नु यहाँ? होइन, उहाँहरू आफूलाई फाइदा हुने बाहेक अरूलाई कामै गर्नुहुन्न स्याङ्जालीहरू। चाहे सचिव भएको होस्, मेरो कुरो बुझ्नुहोस्, आफन्तको सर्कलमा गर्लान् हजुर, नत्र गर्दैन। झापालीमा पनि म जस्तो सोझो झापाली पनि हुन्छन् नि? होइन, झापाली सोझो मात्रै होइन, झापाली सबै कुरोमा बेस हुन्छन्, तर उनीहरूको बुद्धिको हिसाबले मिलेसम्म हजुरको बुझ्नु होइन, यी तिनटै कमान्डर हुनु खोज्ने हुन् क्या, सेकेन्ड म्यान हुनु खोज्दैनन्। यसरी बुद्धि बक्स्योस् न। बुद्धिमा मैले तलमाथि भनिनँ क्या, नुवाकोटकै पनि मन्त्री हुनुपर्ने भन्ने हुन्छ। 4वटा मन्त्री हिँड्ने बाटो कस्तो छ हजुर, गएको छैन त्रिशुली? धेरैचोटि गएको छ। अनि त्यस्तो बाटो बनाउँछन् त, मौका परे हजुरको बुढालकण्ठबाट छेडिदिया भए त एउटा सुरुङले त्रिशुली कति टाढा छ? यहाँ कुरो के भने अब त्यसो भनौँ भने सत्ता जम्मै नुवाकोटेकै पेरिफेरीमा छ, फेरि गर्दैनन्। ल भइगयो, एउटा केबुल कार बुढालकण्ठबाट उता दुप्चेसम्म हालिदिए के हुन्छ? दुप्चेश्वर भन्ने छ नि उहाँ माथि, त्यहाँसम्म हालिदियो भने के हुन्छ? बुढालकण्ठ दर्शन गर्छन्, उहाँ गएर दुप्चेश्वरीको दर्शन गर्छन्। त्यस्तोपट्टि बुद्धि नै आउँदैन। किन भन्दाखेरि मेरो जग्गा जान्छ भन्छ, बाटो खोल्न नि दिँदैन नुवाकोटेले। सेम केस झापामा पनि छ, स्याङ्जामा पनि त्यही केस छ। र मैले बिन्ती गरेँ यी बुद्धिजीवी मध्येका अबुझ मान्छेहरूको समूह नै हामी तिनवटा हौँ है हजुर। ल अब हजुरले सोधेको कुरोमा चित्त बुझेन भने अरू मर्जी होस्। यो त तपाईँको कुरा हो, तपाईँ नै यसको प्राधिकार हो नि, मैले त के टिप्पणी नै, मैले बिन्ती गरेँ नि, कहिलेकाहीँ त चित्त नबुझेको कुरो भनिदिनुपर्छ। तिमी गलत छौ है भन्नु पनि सकिन्छ, तर मैले बुझ्दाखेरिको अवधिमा मैले स्याङ्जामा पनि केही सङ्गत गरेका छु, सेवा गरेका छु।
अब यता हजुरको स्याङ्जा पाल्पा गुल्मी अर्घाखाँचीलाई एउटा समूह सम्झी बक्सियोस्। यहाँ फेरि स्याङ्जा भनेर प्रपर स्याङ्जा मात्रै ठुलो कुरो होइन। रिडीमा पुगिबक्स्यो भने हजुरले 3टा ठाउँ हेरिबकिन्छ। स्याङ्जाली पनि तिन्छन्, पाल्पाली पनि तिन्छन्, गुल्मेली पनि तिन्छन्। एउटा पुलै एउटा त्यस्तै बन्यो। यो बुद्धिमानीको सर्कल भइकन पनि यिनीहरू ठाउँ ठाउँमा न्याय गर्ने बेलामा चुक्छन्। बुझिबक्स्यो। सबैलाई 40 वर्षको आयु दिएको प्रभुले, सुनिबक्स्यो। म त्यता जान्छु। मान्छे चाहिँ लोते लोते भएर छेउमा बसिरहेछ, गएन। तिमी जाऊ भनेको किन बसिरह? इन्टरभ्यू सिद्धियो जाऊ भनेपछि त जानु पर्यो नि। चित्रगुप्तले भने ब्रह्माजीले। तैपनि हजुर कोही आउँछ कि फिर्ता भने त्यसपछि बुढो गोरु आएछ। मलाई यो 40 वर्षसम्म जोतेर हिँड्न, यो मान्छेलाई सेवा गर्न सक्दिनँ है प्रभु, फिर्ता दिइबक्स्यो। 20 वर्ष उसले फिर्ता दियो। तिमी लिन्छौ त? गोरुको आयु लिन्छौ? बक्स्योस्, स्वीकार गर्यो। त्यसको अलिबारपछि कुकुर आयो। ए प्रभु 40 वर्षसम्म यो ढोका पाल्यो भने त गाह्रो हुँदो रहेछ। कहिले आइज भन्छन्, माया गर्छन्, कहिले लात्ताले हिर्काउँछन्, कहिले क्वाँ क्वाँ गर्छन्। यो बिजोग भयो। के गर्ने त भने घटाइदिइबक्स्योस् भने। प्रायः यिनीहरू जनावरको आयु 20 हुन्छ है, मैले भने थाहा पाइबक्स्योस्। त्यो आइपुगेपछि के गर्छौ त भने त्यो पनि लिन्छु। त्यसपछि लास्टमा लाटो कोसेरो आयो, त्यो पनि लिन्छु। ल 100 भयो, अब चाहिँ जाऊ भनेर गलत त्याएर पठाउनु पर्यो। मान्छे तल आयो, सृष्टिमा बस्यो। अब यसलाई ठ्याक्कै जीवनमा यात्री सर मिलाइबक्स्योस्। 40 वर्षसम्म मर्छु भन्ने लाग्यो भए मरिजाउँ मलाई चाहिँ लागेको थिएन, सायद हजुरलाई पनि लागेन होला है। 60 मा पुग्दा नपुग्दा छोरो हुर्काउनु पर्दो रहेछ। त्यसलाई स्कुल पुर्याउने हो कि कलेज पढाउने हो कि आफूले भने जस्तो पढ्दिँदैन, के गर्ने हो कि सङ्गति छुटाउने हो कि, त्यही चिन्तामा बाउ रुल मलिँदो रहेछ। एउटा पेडा पनि किनेर खान सक्दैन। छोराछोरी भनौँ न, सन्तान छोराछोरीमा रुमल लिएर त्यसले बितायो। बिहे कर्मदेखि लिएर सबै कुरा त्यति बेलै सक्नुपर्छ। त्यही बेला सक्नुपर्छ। त्यतिखेर 60 पुग्दा नपुग्दामा बुहारी आउँछ। बुहारीको उमेरको हिसाबले उसलाई जर्रो भात मनपर्छ, 60 काटिया बुढोलाई अलिकति गिलो चाहिन्छ। यस्तो भन्यो भने घर बिग्रिन्छ भन्न नि मिलेन। छोरा मन परेर ल्या बुहारी। अनि बुढो रोइ रोइ त्यहाँ बस्छ। त्यो कुकुरको जीवन सुरु भयो। त्यो अघि चाहिँ गोरुको जीवन थियो। गोरुको जीवन 40 देखि 60। हजुर। अब यहाँ के भयो त? बा मैले हजुर नानी मैले अस्ति ल्या 2टा तन्ना थियो, कहाँ हाल्यौ तिमीले भनेको। बा मैले त्यो धोएर राखेको छु, माड नगएको त बुढा मान्छेलाई बिजाउँछ भनेर पुरानोलाई हालिदिएको छु भन्छन्। त्यो धोइसकेपछि फेरि त्यो त्यहाँ आइपुग्दैन। उनीहरूकैमा जान्छ, किनभने राम्रो किन्न सक्दैन। बाउले कहिले पनि थानको लुगा च्यातेर सिउँछ छोरोलाई। छोरा र छोरीले किन्न पर्यो भने फुटपाथको लुगा किन्छन् बाउलाई। यो ध्रुव सत्य हो। सुनिबक्स्योस्। अब छोरछोरीलाई त्यसरी हुर्कायो। बुहारी आइसकिन्। बुहारी आएपछि कुकुरको जीवन सुरु हो। त्यहाँ खाऊ बेला बा भात पाक्यो भने चाहिँ खान गएन भने भेटिँदैन हो। अब 80 कथम भवती पुगिबक्स्यो हजुर भने आफ्नाले धर्म छोड्छन् यात्री सर। नाक कान घाँटी मुख जिब्रो सबले धर्म छोडे। शरीरले धर्म छोड्यो। टोइलेट जान भ्याइँदैन हो। यतातिर ज्यान कर खान्छ, जता सुत्यो त्यतै कर खान्छ। हे प्रभु मलाई कहिले भिसा पठाउने भन्नु पर्छ हो। त्यस्तो सिचुएसनमा पनि 20 वर्ष बस्नुपर्छ। अब यसलाई ठ्याक्कै हजुरले अर्को हिसाबले भन्ने हो भने यात्री सर हजुर 50 वर्ष सुतेर बिताउनुहुन्छ। क्याल्कुलेसन गर्नुहोस्। तपाईँ 40 सुते पनि 41 भए 50 भन्नु पर्यो, 51 भए पनि 50 भन्नु पर्यो है। अनि 15 वर्ष बालक भएर बित्यो। 15 वर्ष हजुरले त्यो सबैले भनेको गाली सहनलाई बुढो भएर बाँच्नै पर्छ। 20 वर्ष हजुरले यही रमाइलो गर्दा गर्दै बित्छ। जम्मा हो 100 वर्ष आयु नरको, 50 गयो रातमा। बालक भइकन 15 वर्ष बितिगो, 15 रह्यो वृद्धमा। बाँकी 20 पनि रोग दुःख व्यवहार टन्टा बखेडा गरी। गइगो शून्य रह्यो कौन बखतमा, बस्छौ ठुलो तप गरी। कहाँ छ त नि समय? अब यो अहिले समय कहाँ छ त? मर्जियोस् त। त्यसैले म एउटा भागवतको किताब लिएर एकान्त। तपाईँ चाहिँ 12 सालको भनेपछि म 12 सालको वैशाख 15 गतेको हुँ। 12 र अहिले 81 हुँदाखेरि 69 70 को नजिक होला। 70 मा छु।
बुहारीको कर्कर सुन्ने समय रहेछ करिब करिब अब हजुरलाई बुहारीको मात्रै नभएर सबैको कर सबैको होइन उदाहरण गरे एकदम। फेरि कसैको 55मै बुहारी आउन सक्छन् नै त्यो अब 2-4 वटा कुराहरूलाई चाहिँ समुच्चमा भन्दाखेरि हाम्रो आयु कति त नेपालीको 55 भन्छन् नि त होइन त्यो 55 त पहिलेको कुरा हो अहिले हाम्रो आयु 72 ल 72 भने चाहिँ 72 भन्दा माथि 90-92 का नि त छन् नि त त्यो किन हुन्छ त औसत आयु भने कोही त बाल मृत्यु हुन्छन् कसैको अकालमा जान्छन् त्यो अब सामान्य रूपमा बुहारी छोरी बुहारीहरूलाई चाहिँ हामीले चाहिँ सम्मान गर्न नजानेर पीडा भएको हो सर यात्री सर मैले बिहे भएपछि म 9 जनाको 6 नम्बर सम्झिबोक्छु मेरो त पालै आएन नि बाबुमा पाल्नलाई हो इच्छा गर्दा त किन नआउनु नै पाइँदो रहेछ पहिलो छोरो हार्न सक्दो रहेछन् बाउले कान्छो सन्तान आमाले हार्न सक्दो रहेछन् त्यो बिचका मजौला चाहिँ हजुरको उही बेचिनेतिर माइलो हुन गयो बेचिदिए आखिर भने जस्तै कुनै पनि हालतमा त्यो माइलो साइलोसँग बस्ने भनेको रियर मात्रै हुँदो रहेछ हजुर अधिकांशमा चाहिँ कि जेठोमा कि कान्छोमा किन भन्दाखेरि कान्छाको हुर्काउन बाँकी छ हुर्काइदिउँ यो बजियाको भन्ने हुँदो रहेछ जेठोमा के हुन्छ सम्पन्न भइसकेको हुन्छ त्योसँग बस्नु हुँदो रहेछ अनि बाउलाई जेठो छोरो प्यारो हुँदो रहेछ आमालाई कान्छो छोरो प्यारो हुँदो रहेछ यी दुईटा तालमेल नमिलेर त्यस्तो भयो होला हजुर भन्छु म चाहिँ तपाईँको दुईटा श्रीमतीको पोइको सन्दर्भ थियो नि त्यो तपाईँको निजी कुरा त होइन तर कसरी व्यवस्थापन गर्ने यसो छ म जागिरमा थिएँ जति मलाई पिताजीले बक्सेको थियो त्यो चिज त मैले मेरो जेठी बुढीलाई गरी खाऊ भनेर छोडेँ जेठीलाई चाहिँ दोस्रो खेप दोहोऱ्याएर बिहे गरेको होइन अघि त्यही मर्जी भएको थियो त अनि दोस्रो बिहे मैले गरेँ भने दोस्रो त गर्नुभयो तर जेठीलाई चाहिँ फेरि बुवाले होइन जेठीलाई त पहिला बिहे गरियो उनी माइत बसिन् मैले अर्को बिहे गरिसकेपछि उनी आइन् बुझिबक्छ न अनि आएपछि उनलाई चाहिँ हजुरको छुट्टो भिन्न गरेर राखियो बाले दिया जति सम्पत्तिमा सर्लक्क गरेर त्यसपछि मैले कान्छी बुढी समातेर टिपिएर बच्चा लिएर म काठमाडौँ छिरेँ यहाँ दुःख गरेँ अलिअलि कुखुरा पनि पालियो कोही बेलामा के गरियो गर्दै गर्दै गएर म काठमाडौँमा सेटल हुनुपर्छ नत्र माओवादीले बच्चा लान्छ भन्ने डर भयो म यहाँ हुर्काउन थालेँ त्यतिकैमा जेठीको छोरो पनि पढ्न हुने भएपछि यहाँ ल्याएँ उसलाई पनि पढाउन थालेँ गर्दै गर्दै गएँ हजुर भएको चाहिँ त्यो हो अब अहिले पनि दुईटै हुनुहुन्छ नि अनि दुईटै छन् अनि छोरो जेठो छोरो आर्मीमा गयो कान्छीपट्टिको छोरो चाहिँ जेठो ऊ आर्मीमा मेजरै छ हजुर अब कर्नेल पनि होला एउटा छोरीले नर्सिङ पढेकी थिइन् अहिले बेलायतको इन्स्टिच्युट अफ एजुकेसनमा चाहिँ नर्सिङ शिक्षक भएर काम गर्छिन् उनको नि राम्रो छ पछि एउटा छोरो जन्मियो जेठीपट्टि त्यो छोरो चाहिँ पेटभरि खाओस् भनेको त्यसले चाहिँ मेरो सौँदो उन्नति गर्न सकेन पढ्छु भन्यो विदेश गयो विदेशमा कलेज नभए ठाउँ परेछ त्यहाँबाट भागेर फ्रान्स छिर्यो 10-8 वर्ष बस्यो त्यहाँको त्यो मान्छेसँग भनाबैरी भएछ त्यो भिसा मिलाउने वकिलहरूसँग पुलिसलाई फोन गरिदिए यता फिर्ता गरिदियो अहिले उनीहरू आफ्नो किसिमले बाँचिरहेछन् अब मलाई चाहिँ हजुरको त्यो रिटायर भएपछिको जीवनमा मेरो बगैँचा बनाउने सोख चाहिँ आजको होइन चितवनमा बनायो होइन चितवनमा बनाएँ पहिला मैले गाउँमै बनाएँ त्यहाँ पिताजीको नाममा त्यो सृष्टि भयो कटरदेखि लिएर सारा हुने बगैँचा लगाएको थिएँ त्यो बन्यो त्यो गर्दै भन्दै जाँदा मैले दाइलाई भागमा परेँ अर्को सवारीमा जाँदाखेरि यो बिरुवा वितरण गरिबक्सिन्थ्यो वीरेन्द्र सरकारले त्यो बेलामै एभोकाडोको बिरुवा 33-34 सालतिर बाँडिएको थियो तर मेरो भागमा परेन त्यस्ता बिरुवाहरू काठमाडौँबाटदेखि उहाँदेखि बोकेर ल्याएर अर्को बगैँचा बनाएको थिएँ त्यो अर्को दाइलाई पर्यो भागमा मेरो भागमा थिएन अब यसो परिवारलाई बस्नको लागि 1.5 रोपनी ठाउँमा एउटा आँप एउटा लिचीको बोटले मलाई चित्त बुझेन र अहिले मैले चाहिँ हरिवैकुण्ठम बनाएको छु कति 10.5 कट्ठा छ त्यसमा 5-7 कट्ठा धानको लागि बोरिङ गरेको छु अलिकतिमा चाहिँ हजुरको 12-15 बोट आँप लिची कटर सटर अमिलो समिलो लगाएर त्यो छ अहिले भुइँमा हजुरको भुइँ कटरहरू माथि उ छ अरू बोट बिरुवा छन् राम्रोसँग चलिरहेछ अब त्यहाँ जानीलाई हरिवैकुण्ठम स्वर्ग भयो बस्ने खानी भइगयो होइन हजुर नजानीलाई त्यही अहिले पारिवारिक हिसाबमा चाहिँ
छोरो हुने जागिरी बुहारी नि जागिरी भए हुनाले बुढी यहाँ बस्छिन् मनमैजो 8मा चाहिँ मेरो गुरुले एउटा छाप्रो बनाउन सहयोग गरिबक्सेको थियो। आजको कुराकानीमा चाहिँ तपाईँको निजी कुरा बढी आए होइन, किनभने त्यो आवश्यक पनि थियो। अब दर्शकले यो त अपुरो भनिहाल्नुहुन्छ, त्यसैले अब भोलि अर्को श्रृङ्खला हामी फेरि तपाईँसँग गरौँला। आजको संवाद टुङ्ग्याइरहँदाखेरि तपाईँको जीवन दर्शन चाहिँ के हो? किन मान्छेको जीवनको अस्तित्वको आधार के रहेछ? जिन्दगी भनेको के हो? जिन्दगी भनेको जिउने कला, आफूलाई खुसी हुने गरी जिउन सिक्नुपर्छ र जहाँ नमिठो छ त्यहाँ खुसी खोज्नुपर्छ भन्ने मेरो ऊ हो। सेनामा पनि मलाई हजुरको तलमाथि पर्दा तैँले यहाँ किन बसिरहेछस् भन्ने पनि थिए मान्छे, तर मैले त्यो छोडिनँ। हजुर आगोको घाउ आगैले ठिक गर्छ भने म त्यहाँ बसिरहेँ। त्यस्तै गरी हजुरको यो के छ भने सुख र दुःख भने हात जस्तो छ यात्री सर, यता राम्रो छ यता नराम्रो छ, हात त मेरै हो नि, जोडिया ठाउँ छैन। बुझिपुग्छ? त्यसैले आफू सक्षम भएर जे काम गरिएको छ त्यसमा खुसी हुन सिक्नु नै जीवन हो जस्तो लाग्छ हजुर मलाई। सन्तोषम परम सुखम। सन्तोषम परमम सुखम। अर्का देखेर त भएन नि हजुर। अरूलाई, हामीलाई हेरिरहने दर्शकहरूलाई चाहिँ के भन्नुहुन्छ? म मिलेसम्म सबैलाई पीडा परिरहेको हुन्छ होइन, त्यो पीडालाई सर्वस्व पर्यो भनेर तपाईँहरू पीडित नहुनु होला। संसारमा कोही पनि मान्छे सुखी छैन, चाहे त्यो ठुलो अमेरिकाका ठुला विद्वान हुन् चाहे हजुरको हाम्रा नेपालका मान्छेहरू हुन्, कोही सुखी छैन। अमेरिकाको अहिलेको राष्ट्रपति हजुर, अब उसले त अब म दोस्रो कार्यकाल सक्दिनँ भनेर उपराष्ट्रपतिलाई उम्मेदवार बनायो त। अब पीडा कति रहेछन् जो बाइडेनको? त्यो सकिँदैन। त्यो नसक्ने परिस्थिति सिर्जना हुने भए हुनाले आफूमा जे छ त्यसैमा सन्तोष लिनुहोस्, खुसी हुनुहोस्। र बुढेसकालको लागि चाहिँ अहिले पाइरहेको धेरै जसो मान्छेहरूमा बुढेसकालको लागि चाहिँ सेफ्टी एङ्गल अलिकति हुनै पर्ने रहेछ। त्यसको लागि जग्गा नराखी बक्सेला हजुरहरूले, जग्गा त बुढोले कमाउनु सक्दैन नि, पैसो राखी बक्सेला। मेरो सबैलाई अनुरोध चाहिँ त्यही हो, बुढेसकालमा पैसा बेगर बुढेसकालको जीवन बित्दैन। भर्न पर्ने छोराछोरी होइन, घर त अब आफूले आमा पालेकै छैन, आमा बाउ कहाँ छोराले हेर्छ। अहिले त्यसो अहिलेको समय चाहिँ परबाट दूरदर्शन मात्रै हो होइन? हजुर, दूरदर्शन मात्रै हो। कृत्रिम मायावृत्ति, कृत्रिम मायावृत्ति यसलाई त्यो पनि नभनेर अब अहिले त दूरदर्शनको सञ्चार आयो। अहिले त मेरो नातिले सोध्छ, बाबा तिम्रो पालामा मोबाइल थिएन कसरी बाँचेको थियौ भन्छ। अब उसलाई मोबाइल नभए नहुने भयो नि त, उसको हिसाबले त मेरो त्यो पहिला जीवन त दुःखदायी देख्ने हो। त्यसैले हेर्ने नजरमा छ हजुर दुःख र सुख। र हजुरलाई एउटा अनुरोध, मेरो अन्तिम यात्रा चाहिँ यात्रीजी एउटा के छ मर्जी होला भने, मान्छे मलामी खोज्ने होइन, आफूले सके सेवा गर्दै जाने, मलामी खोज्नु पर्दैन। किनभने त्यो डेड बडीलाई मलामी को आएको को नआएको फेरिस त चाहिँदैन नि। तर त्योभन्दा अगाडि आफूले गरेको परोपकारले सकिन्छ भने दायाँ बायाँतिर सबैतिर केही नसकियोस् टोलमा त सकिन्छ नि हजुर। छिमेकी साट्न मिल्दैन, सधियार पनि साट्न मिल्दैन, स्वीकार गर्नुपर्छ। स्वानी छरछरी पनि स्वीकार गर्ने हो, बुझिपुग्छ? स्वीकार गर्दै जाँदाखेरि आनन्द त्यसैमा लिने हो। मैले जाने यति नै हो। हस्, भोलि फेरि हामी अर्को बसाइ गरौँला। समय र संवादको लागि मलाई यसरी मौका दिइबक्सेकोमा हजुरहरू सबैलाई धन्यवाद छ। भोलिको कुराकानी चाहिँ तपाईँको अनुभूति र अनुभव, निजी जिन्दगीको कुरा आज आयो। हस् हस्, नमस्कार हजुर। हस्, हामीसँग हुनुहुन्थ्यो नुवाकोटे वासुदेव अधिकारी। आजको श्रृङ्खला चाहिँ यो मकमकिए जस्तो मात्रै भयो। भोलि फेरि उहाँसँग अर्को संवाद गर्छौँ। कुरा सुन्नु पाकाको यो विशेष श्रृङ्खला यति नै। हेर्दै रहनुहोला यात्री मिडिया नेटवर्क। नमस्कार।